हेलो साथीहरु नमस्ते। म पनि सन्चै छु, तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। आज हामी गइरहेका छौं छलनामदोमा रहेको हेनाम र छिन्दोलाई जोड्ने केबुल कार अनि त्यहाँको पुल, त्यहाँको इतिहासको बारेमा। यो पुलको स्थापना चाहिँ सन् 1984 मा भएको हो। यो पुलको लम्बाइ चाहिँ करिब 480 मिटर जति छ। यो पुल चाहिँ एकदम प्रख्यात छ छलनामदोमा। छिन्दो र हेनामलाई जोड्ने पुल भएर यो पुल एकदमै प्रख्यात छ। छिन्दोतिर चाहिँ एउटा छिन्दो टावर भन्ने छ। त्यो टावरबाट यो पुलको दृश्य अनि सबै यहाँ पहिला जापान र कोरियाको युद्ध हुँदाखेरि, जहाँबाट युद्ध हुँदाखेरि फाइट भएको थियो, त्यो ठाउँको सबै दृश्यहरू यो क्यामेराबाट हेर्न सकिन्छ। जो दृश्यमा देख्दै हुनुहुन्छ घरको चित्र हेनाम उजुमेङ खालीजी। यो चाहिँ कोरिया र जापानको युद्ध हुँदाखेरि त्यहाँभित्र राखिएका दृश्यहरू, बम, गोला, बारुद, जहाज, सबै कुराहरू त्यो भित्र राखिएका छन्। त्यो भित्र जाने हो भने सबै कुराहरू हेर्न पाइन्छ। ती कुराहरू हेर्नका लागि अब हामी केबुल कार चढिसकेर त्यहाँको अवलोकन गरिसकेपछि त्यो भित्र जानेछौँ। अब जानको लागि तयार भइसकेका छौँ, सबै वेटिङ गर्दै हुनुहुन्छ, सबैसँगै जाने नै हो। यो युद्धमा चाहिँ कोरियाले नै जितेको थियो जापानलाई भनेर त्यहाँ लेखेको थियो। तल जुन तल भुइँमा देख्दै हुनुहुन्छ नि हरियो कलरको, हरियो प्लस सेतो कलरको बस्ती हाम्रो बस्ती हो। यसरी नै घुम्दै फिर्दै आजको दिन पनि यसरी नै जान्छ। अब शुभरात्रि।